नमस्कार अनि स्वागत गर्न चाहन्छु है सबैजनालाई। 2-3 दिनको ग्याप पछि फेरि भेटघाट हुँदैछ के रे। आज विषयवस्तु चाहिँ अब हाम्रो कन्टिन्यू जान्छ, त्यसको लागि पिर मान्नु पर्दैन। अहिले म व्यस्त भएको कारणले क्लास चाहिँ थोरै ह्याम्पर भयो। यो समयमा हजुरहरूले छलफल गरेर आफूलाई सहयोग गर्नुभयो होला भन्ने मैले बुझेको छु। के छ, ठिक छ जितेन्द्र सर, सावित्रा म्याडम? सुरु गरिहालौँ है नि त। हजुर ठिक छ सर, गुड मर्निङ। गुड मर्निङ। ठिकै हुनुहुन्छ के अरे? होइन, पढाइ चलिरहेको छ के अरे? कन्टिन्यू भइरहेको होला के अरे? एक दिन त क्वेसन हालेको देखेको थिएँ, भोलिपल्ट हाल्नु भएन। फेरि किन हाल्नुपर्छ के? सधैँ हाल्नुपर्छ। ल अब म ढिलो गर्दिनँ। सावित्रा म्याडम अब बोल्न नमिल्ने अवस्थामा हुनुहुन्छ है, के छ? सुन्नु भयो भने पनि भयो। ल हजुर, गुड मर्निङ। अब हाम्रो विषयवस्तु फर्स्ट पेपर र आज हामी डे 20 मा पुगेछौँ है। 20 वटा क्लास चाहिँ हाम्रो भइसकेको रहेछ। मैले त एउटा एटेन्ड गरेको थिएँ, त्यति हो, अरू त छुट्यो। अरू चाहिँ युट्युबमा बिस्तारै आउँछ, हजुरले हेर्दै जानु होला है। हिजो 14 नम्बरको क्लास हालिदिएको छु मैले युट्युबमा। आज हाल्दिनँ, भोलि हाल्छु होला सायद। अलि व्यस्त छु के म, अहिले अझै व्यस्त छु 2-4 दिन। त्यसपछि फेरि भएपछि बल्ल दैनिक आउँछ भिडियो पनि। ल अब हामीले आज कहाँबाट सुरु गरौँ त भन्दा, यो पढिसकेको सगरमाथावाला पढियो होइन? पढियो, यहाँबाट सुरु गरौँ है त। केही भन्ज्याङ नाका र घाँटीबाट सुरु गरौँ। जस्तो कि गोर्खा जिल्लामा रहेको चाङचुङ्गी, पर्चे, छाटाङ, त्यस पछाडि फाङफुङला अनि लोमानथाङ, लोमानथाङ है, लोमानथाङ अनि कोरला भन्न खोजेको। यहाँनिर घाँटी पनि अनि नाका पनि र भन्ज्याङ पनि छ। हामीले गोर्खामा यति कुरा सम्झिनु पर्यो। चाङचुङ्गी, गोर्खा चाङचुङ्गी, गोर्खा पर्चे, गोर्खा छाटाङ, गोर्खा फाङफुल्ला र गोर्खा लोमानथाङ र कोरला है त। गोर्खामा, सरी गोर्खामा होइन, यो मुस्ताङमा है, उल्टो भएछ, तलमाथि गरेछ यो मुस्ताङ है, यो मुस्ताङमा। अब यसलाई एकचोटि मैले केही कुरा भन्छु यहाँनिर सम्झिनको लागि सजिलो होस् भनेर। मुस्ताङ भन्नेमा लास्टमा ङ छ, लगभग सबैमा ङ भएको जुन शब्द आउँछ, जस्तो कि यो कोराला नाका बाहेक है, कोराला नाका बाहेक लगभग हेर्नु त सबैमा, पर्चे र कोराला बाहेक। अब हेरि हामीले सम्झिनलाई थपमा पको बाहेक भनेर लेखे पनि केही फरक पर्दैन है, पको बाहेक मुस्ताङको। अब दोस्रो नम्बरमा मुस्ताङ पछि अब बल्ल गोर्खा। गोर्खामा के छ? गोर्खामा मैलाट, साचिङ, त्यसपछि एन्डोल, त्यसपछि
लार्के यो क्वेसन आइरहेको छ। यो लार्के भन्ज्याङ भनेर बढी भन्दा बढी आइरहेको छ। अनि लाजुङ त्यसपछि ग्याला यो पनि आएको छ। पोहोर साल यो आएको थियो। परार साल लार्के आयो, पोहोर साल ग्याला आयो। अनि सेकम्पार। ल यसरी यो गोर्खा जिल्लामा मैलाट हैन, मैलाट साचिङ, यान्डोल, अनि लार्के, अनि लाजुङ, अनि ग्याला, अनि सेकम्पार है त। अनि ताप्लेजुङमा काटेर ताप्लेजुङमा ओलाङचुङगोला चाबुक टिपताला खाङ्लो, अनि झिन्साङ, अनि त्यस पछाडि घाङला। सुन्दा उस्तै लाग्छ, झुक्किनु भएन है। त्यस पछाडि सङ्खुवा सभामा छिरानचोभा पहिलो, अनि राग्लो दोस्रो, पोपटी तेस्रो, उम्बक चौथो, भाटभटेनी पाँचौं, किमाथाङ्का गरेर यो सङ्खुवा सभामा है त। अब त्यस पछाडि ओखलढुङ्गा फलाटे हैन, अनि फलाटे, बनाखु, त्यस पछाडि गएर माने। यी सबै भन्ज्याङहरू हुन् है। यी फेरि अरु केही होइनन्, यी सबै भन्ज्याङ हुन्। ओखलढुङ्गामा सबै भन्ज्याङहरू घाँटी छैन है। फलाटे, बनाखु र माने। अब हुम्लाको धेरै सोध्छ के क्वेसन। हुम्ला र गोर्खाको धेरै सोधिरहेको छ अहिलेसम्म। हुम्लामा चिमाल ला, अझै चिमाल ल हैन, चिमाला, अनि सर्पे, अनि लोलुङ है, अनि च्याङ्ला हेरियो सोधेको थियो। च्याङ्ला, अनि लाप्चे, अनि यारी। पोहोर साल यो सोधेको थियो, यारी। यसरी चाहिँ ख्याल गर्नु पर्यो है हुम्लामा। अब अर्को छ डोल्पामा के छ त? यानाङ। यो लोकसेवामा सोधेको थियो फेरि यो डोल्पाको। यानाङ, याला, आरिम,
याला आरिम मारिम खुङ काङकुङ काङकुङ पिण्डे पिण्डे मेडला मेडला ज्याङचे ज्याङचे यसरी चाहिँ यसलाई हामीले जान्नु पर्यो है। अब दोलखा अब दोलखामा दोलखा दोलखामा दिगर्चा लामा बगर र ठाङ्ला। ल यति पढेपछि पुग्छ अहिलेसम्म धेरै हेर्दाखेरि अझै इम्पोर्टेन्ट यिनै हुन्, त्यही पनि अझै थोरै थप्छु मैले, धेरै होइन, 2-4 वटा अझै है। दोलखा अब अर्को कुन छ? सिन्धुपाल्चोक सिन्धुपाल्चोकमा के छ त? कोदारी कोदारी र तातो पानी। त्यसपछि रसुवा रसुवामा के छ? रसुवामा रसुवागढी 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 केरुङ केरुङ स्याब्रुबेसी स्याब्रुबेसी स्याफ्रु स्याफ्रु है, ब्रु होइन, स्याब्रुबेसी। त्यसपछि मनाङ मनाङमा के छ? मनाङमा छ लुगुला 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 थाप्लु थाप्लु घोचा थाप्लु घोचा भनेर लेखेको हुन्छ कहीँ कहीँ छुट्टै छुट्टै छ है यो। काङ्ला काङ्ला तेरिला तेरिला है त। त्यसपछि दार्चुला दार्चुलामा टिङ्कर टिङ्कर बझाङमा बझाङमा उराई बझाङमा उराई मुगुमा मुगुमा नामजाला नामजाला मुगुमा नामजाला सोलुमा सोलुखुम्बुमा सोलुखुम्बुमा नाप्पा नाम्पा है, आधा म अनि पा नाम्पा। त्यसपछि उदयपुरमा 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 बेतिनी बेतेनी बेतेनी इलाममा माने इलाममा माने इलाममा माने पाँच थरमा चियो पाँच थरको चिया भनेर सम्झिनु पर्यो होइन, पाँच थरको चियो। ल अब 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 नाकाहरू हेरौँ है त, कुन जिल्लामा कुन नाका, विशेष गरेर नाका मात्रै, व्यापारिक नाका है, व्यापारिक नाका।
जस्तो कि ताप्लेजुङ के भएको लेख्दै लेख्दै कता गएको ध्यान पनि ताप्लेजुङमा ताप्लेजुङको टिपताला ताप्लेजुङको टिपताला म आधा आधा लेखेँ सोलुको 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 नाङपाला नाङपाला शङ्खुको शङ्खुवा सभाको किमाथाङका किमाथाङका है शङ्खुवा सभाको किमाथाङका त्यस पछाडि गएर सिन्धुको सिन्धुपाल्चोक है सिन्धुको सिन्धुकको कोदारी सिन्धुको कोदारी सिन्धुको कोदारी सिन्धुको कोदारी मुस्ताङको मुस्ताङको कोरला 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 हुम्लाको यारी हुम्लाको यारी अनि रसुवाको रसुवाको केरुङ 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 दोलखाको दोलखाको लाप्ची दोलखाको लाप्ची दोलखाको लाप्ची गोर्खाको गोर्खाको लार्के अनि समागाउँ समागाउँ अनि छेकम्पार छेकम्पार मनाङको मनाङको च्याखु मनाङको च्याखु डोल्पाको 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 मरिम र मायुम मरिम मायुम मरिम मायुम मरिम र मायुम दोलखाको मरिम र मायुम दोलखाको मरिम र मायुम मरिम र मायुम है दोलखाको त्यस पछाडि गएर मुगुको मुगुको नाक्सेनाङ नाक्सेनाङ मुगु मुगु नाक्सेनाङ हुम्ला हुम्लाको अघि यारी लेख्यो हैन यारी पनि लेख्यो अझ एउटा यही थप्दिउँ है हुम्लाको लाप्चे लाप्चे बझाङको उराई बझाङको उराई अनि दार्चुलाको टिङ्कर
टिङ्कर है। ल अनि त्यसबाहेक प्रमुख उपत्यकाहरू प्रमुख उपत्यका प्रमुख उपत्यकामा बनेपाको बनेपा काभ्रे प्लान्ट पाटन बैतडी बैतडी काठमाडौँ भकाल भक्तपुर भकाल भनेको भक्तपुर काठमाडौँ र ललितपुर है भकाल। अनि काभ्रेको 5 खाल काभ्रे लेखिसकेछ यही थप्दिउँ है 5 खाल धादिङको धुनीबेसी धादिङ अब पोखरा कास्की सुर्खेत दाङ त्रिशुली नुवाकोट अरुण सङ्खुवासभा अरुण सङ्खुवासभा संसारकै गहिरो अरुण है। यो चाहिँ कति छ भन्दाखेरि 4 छ अनि 5 छ 4 5 भइहाल्यो 6 छैन 7 छ भने सम्झिनु पर्यो। ल अब टारहरू विशेष टारहरू है त टारहरू ल टारहरूमा तुमलिङ टार शङ्खु भेडे धनकुटा रुम्जा ओखलढुङ्गा है रुम्जा माझी धादिङ त्यसपछि सल्यान पनि धादिङ है भेडे भयो हैन
बेल बेलटार उदयपुर बेलटार उदयपुर जरायो भोजपुर जरायो भोजपुर मंगल काभ्रे मंगल काभ्रे चुम्लिङ चितवन चुम्लिङ चितवन सिउचा सिउचा काठमाडौँ सिउचा पालुङ पालुङ गोर्खा पालुङ गोर्खा खैरेनी 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 तनहुँ खैरेनी चौरहजारी चौरहजारी रुकुम पश्चिम चौरहजारी रुकुम पश्चिम खुमल खुमलटार भक्तपुर खुमलटार भक्तपुर सरी खुमलटार भक्तपुर हैन ललितपुर गडबड गरेछ तल्लो हेरिएछ फेरि ललितपुर खुमलटार बट्टार बट्टार नुवाकोट नुहाएर लाउने कोटमा बट्टा कपुरटार कास्की प्लस लमजुङ है सान्नानी सान्नानी मकवानपुर सान्नानी मकवानपुर अब गुफा गुफाहरू सिद्ध चमेरा सिद्ध र चमेरा दाङ ब्यास तनहुँ सिद्ध र चमेरा अब सिद्ध मात्रै सिद्ध पाल्पा त्यसपछि हलेसी खोटाङ हलेसी खोटाङ मादले सुर्खेत मादले सुर्खेत भोटे दैलेख
भोटे दैलेख, तिला कालीकोट, तिला कालीकोट, बुद्धेश्वर खोटाङ, बुद्धेश्वर खोटाङ, बाँकटे, बाँकटे, बाँकटे जाजरकोट, बाँकटे जाजरकोट, पाण्डु जुम्ला, पाण्डु जुम्ला, महेन्द्र गुप्तेश्वर र चमेरे कास्की, यति चाहिँ लेखौँ है त। त्योभन्दा बढी अझै थप छ भने एउटा दुईटा कतिवटा भयो 1 2 3 4 5 कतिवटा हुनुपर्ने अझै दुईटा हुनुपर्ने बैतडीको आयो कि आएन बैतडी आएर हिँड्छ हैन भुवनेश्वर भुवनेश्वर बैतडी अनि गणेश जुम्ला। ल अब खनिजतिर जाउँ है त। अब खनिजमा यसको सुरुवात 2024 बाट भएको बढी उत्खनन भएको चुनढुङ्गा पहिलो फलाम उद्योग धोवादी फलाम उद्योग 2076 सालमा स्थापित पुसको 16 गते नाप्ने एकाइ MOHNHS मोस भन्ने के भन्ने अब सबैभन्दा कडा हीरा नरम बालुवा हीरा 10 मोस भन्ने त होला नि हैन को छ भने सबैभन्दा कम चाहिँ 1 मोस। कहीँ टाल्ट लेखेको पनि भेटाइन्छ है यो बालुवाको ठाउँमा कहीँ टाल्ट पनि लेखेको भेटिन्छ टालक है टाल्क कहीँ टाल्क लेखेको भेटिन्छ। यो दुईटै चाहिँ नरम धातुमा खनिज पदार्थमा जानेर बस्नु होला है। अब कहाँ के पाइन्छ जस्तै
चुनढुङ्गा कहाँ पाइन्छ? भैँसेमा, गोदावरीमा, चोभारमा, धनकुटामा, चोभारमा, धनकुटामा, चोभारमा, धनकुटामा, सुर्खेतमा, मोरङमा, चितवनमा, पाल्पामा, मकवानपुरमा चुनढुङ्गा है त। अब म्याग्नेसाइट कहाँ पाइन्छ त? दोलखाको खरीढुङ्गा भन्ने ठाउँमा, खरीढुङ्गा, उदयपुरको कम्युघाटमा म्याग्नेसाइट पाइने, मुस्ताङको नुनखानीमा है त। म्याग्नेसाइट पछि स्लेट जनकपुर, बन्दीपुर, बागमती, गण्डकी अनि लुम्बिनी मा पाइन्छ है स्लेट। त्यसपछि आयो सिसा। सिसा कहाँ पाइन्छ त? सिसा पाइन्छ फुलचोकी, गणेश हिमाल हैन, बागलुङ बैतडी, मकवानपुर पछि तिलिपिङ, तिप्लिङ है, तिलिपिङ हैन, तिप्लिङ, मार्की गलकोटमा पाइन्छ है त। त्यस पछाडि सुन कहाँ पाइन्छ त? सुन पाइन्छ सुनकोसीमा, बुढी गण्डकीमा, रिउ खोलामा, काली गण्डकीमा हैन, बेरिङमा, कोशी नदीमा, बेरिङमा र कोशीमा। के पाइन्छ त? सुन पाइन्छ। ठीक छ हैन? अब सुन पछि चाँदी कहाँ पाइन्छ त? चाँदी पाइन्छ फुलचोकीमा,
चिसापानी गढीमा चिसापानी गढीमा र बागलुङमा पाइन्छ। ल अब त्यसपछि तामा कहाँ पाइन्छ त? तामा ओखलढुङ्गामा, इलाम डाँडा, मार्फामा, कुलेखानीमा, बाह्रबिसेमा, बन्दीपुरमा, सीमाखानीमा, तामाखानीमा, म्याग्दीमा, बुद्धखोलामा, ल तामा पनि यति ठाउँमा पाइयो। अब फलाम कहाँ पाइन्छ? फलाम पाइने ठाउँ कहाँ हो? फलाम पाइने ठाउँ जन्तर, बझाङ, फुलचोकी, भैँसे, ठोसे, कुलेखानी, चितवन, प्युठान, डोटी हैन, डोटी है, डोटी, फर्पिङ, लब्दीमा पाइन्छ। अब जस्ता जस्ताको लागि गणेश हिमाल भनेको है, गणेश, फुलचोकी, माझेर खोला है, अनि नाम्पा। जस्ता पछि मार्बलको लागि गोदावरी, र महाभारत पर्वत। महाभारत पर्वत श्रृङ्खला है। सोडाको लागि सल्यान र डोटी, सोडाको लागि सल्यान र डोटी। सिधे नुन र बिरे नुन, नुनको लागि रसुवाको स्याफ्रुबेसी, स्याफ्रुबेसी। ल रसुवाको स्याफ्रुबेसी। खाने नुन मुस्ताङको थाक खोला,
खाने नुन थाक खोला है खाने नुन थाक खोला कोइलाको लागि दाङ मकवानपुर सल्यान काठमाडौँ उपत्यका चौतारा र चितवन अब पेट्रोलियमको लागि कोइलापछि पेट्रोल अब पेट्रोलको लागि है पेट्रोलको लागि के छ त पेट्रोलको लागि धनगढी नेपालगञ्ज दाङ धनगढी नेपालगञ्ज दाङ कोइलाबास मुक्तिनाथ प्युठान दैलेख चुरे तराई भाग महाभारत अब ग्यासको लागि काठमाडौँ उपत्यका तराईको विस्तृत भाग विस्तृत भूभाग मुस्ताङ क्षेत्र है ग्यासको लागि त्यो भयो अब ग्यास पछाडि अब्रकको लागि अब्रकको लागि भोजपुर लमजुङ बझाङ सुन्दरीजल रसुवा सिन्धुलीगढी गोसाइकुण्ड डोटी
ज्यामिरे ज्यामिरे निबुवा गाउँ निबुवा गाउँ र चैनपुर है त। त्यस पछाडि गएर गण्डक अब गण्डकमा बराहा क्षेत्र चिसापानी गढी गोसाइकुण्ड त्यसपछि खरीको लागि खोटाङ सिन्धुपाल्चोक सिन्धु है सिन्धुपाल्चोक र भोजपुर गेरुको लागि सिन्धुपाल्चोकको चौतारा सिन्धुको चौतारा कोबाल्टको लागि गुल्मी धनकुटा पाल्पा अर्घाखाँची है। निकेलको लागि खोकलिङ नाम्पा भोर्ले टुङथाङ अन्यको लागि अथवा दुर्लभ है दुर्लभ धातुको लागि पाइने ठाउँहरू जस्तै जाजरकोट अनि गोर्खा सरी जाजरकोट गोर्खा डडेलधुरा युरेनियमको लागि सबैभन्दा महँगो धातु पनि हो यो युरेनियम भन्ने चमेलिया खोला हैन मुस्ताङ मनाङ मकवानपुर काठमाडौँ गोर्खा। ल आजको फर्स्ट पेपरलाई मैले यति नै गर्छु। हजुरहरूले एकछिन केही कुरा शेयर गर्नुहुन्छ कि? सर म्याडम कसले शेयर गर्ने? ल गर्नुहोस् एकजनाले केही विषयवस्तु।
किन दुईटै साइलेन्ट? को बोल्ने हो भन्ने भयो कि कसो भयो? कि मैले सेकेन्ड पेपर अलिकति पढौँ? ठिक छ, हजुरहरू बोल्नु भएन के? ल ठिक छ, ओके। अब नबोलेकोमा विशेष धन्यवाद। सेकेन्ड पेपर है त, थोरै कति भइन्छ, आधा घन्टा जति हेरौँ न। सेकेन्ड या थर्ड के हुन्छ हेरौँ है त। सेकेन्डै पढ्ने र सेकेन्डै पढौँ ल, ठिक छ। सेकेन्डमा हामी कहाँ पुगेर छौँ भन्दा सामाजिकीकरण प्रक्रिया सकेर छोडेर छौँ होइन, त्यही हो। अब एउटा यो ल, यो दमनात्मक सामाजिकीकरण र एउटा लाइन पनि कस्तो सिधा है, हात पनि स्वीकार्यात्मक सामाजिकीकरणमा ल। अब दमनात्मकमा के हुन्छ भन्दाखेरि यो समाज केन्द्रित हुन्छ, समाज केन्द्रित हुन्छ। यो स्वीकारात्मक के हुन्छ, यो सिकारु केन्द्रित हुन्छ। त्यस पछाडि यसमा नकारात्मक भावनाको विकास हुन्छ, भावना बढ्छ। यसमा के हुन्छ, नकारात्मक होइन सकारात्मक भावना, सकारात्मक बढ्छ है। त्यस पछाडि यसमा के हुन्छ भन्दा यो आदेशात्मक र निरङ्कुश प्रकृतिको हुन्छ। यो के हुन्छ, आदेशात्मकको लागि नभएर अन्तर्क्रियात्मक हुन्छ, क्रियात्मक हुन्छ, र निरङ्कुश नभएर प्रजातान्त्रिक हुन्छ, प्रजातान्त्रिक हुन्छ है। यो कुरा नि जान्नु पर्यो। त्यस पछाडि गएर यो यसमा परिवारको मुख्य व्यक्ति भनौँ न, मुख्य व्यक्ति प्रमुख हुन्छ। यसमा के हुन्छ त भन्दाखेरि सिक्ने व्यक्ति प्रमुख हुन्छ, सिक्ने व्यक्ति प्रमुख हुन्छ है। त्यस पछाडि यसमा के हुन्छ त भन्दा यसमा घर परिवारको इच्छा चाहना पूरा गर्नुपर्ने हुन्छ, इच्छा चाहना पूरा गर्नु पर्ने देखिन्छ हैन। यसमा चाहिँ बालबालिकाको, यसमा घर परिवारको प्रमुख मान्छेहरूको इच्छा चाहना पूरा गर्नुपर्ने कुरा देखिन्छ भने यसमा चाहिँ बालबालिकाको इच्छा चाहना पूरा गर्नुपर्ने हुन्छ है। यो अशाब्दिक हुन्छ, अशाब्दिक हुन्छ भने यो के हुन्छ, शाब्दिक हुन्छ। यो शाब्दिक हुन्छ है। त्यस पछाडि गएर यो के हुन्छ भन्दा एकोहोरो हुन्छ,
एकोहोरो लाद्ने हुन्छ, यो लाद्ने प्रवृत्तिको हुन्छ भने यो के हुन्छ, दोहोरो दोहोरो सञ्चार प्रणालीमा आधारित हुन्छ है। त्यस पछाडि गएर यसमा दमन गर्ने भएको कारणले मनोविज्ञानको कुनै अर्थ रहँदैन। मनोविज्ञान मनो है, मनोविज्ञानको के हुँदैन, मनोविज्ञानको सम्बोधन हुँदैन, सम्बोधन यसमा पूर्ण हुन्छ, पूर्ण मनोविज्ञानमा आधारित हुन्छ है। यसमा दण्ड दिइन्छ, यसमा दण्ड दिइन्छ, यसमा दण्ड दिइन्छ, यसमा पुरस्कार दिइन्छ। दण्ड र पुरस्कारको भूमिकामा यतापट्टि दण्ड हुन्छ भने यता पुरस्कार हुन्छ। यो ठुलोले सानोमा गर्छ भने यो चाहिँ सानोले सानोलाई गर्छ भनेर सम्झिनु पर्यो। यो ठुलोले सानोमा गर्छ भने यो चाहिँ सानोले सानोलाई ल, यति कुरा चाहिँ हामीले यसमा चाहिँ जान्नु पर्यो है। सामाजिकीकरणमा यो क्वेशन चाहिँ आइरहेको छ। अब यो बाहेक अर्को विषय के छ त भन्दा सामाजिक अन्तरक्रिया भन्ने विषय छ। सामाजिक अन्तरक्रिया के हो त? सामाजिक अन्तरक्रिया है, सामाजिक अन्तरक्रिया के हो, के बुझ्नुहुन्छ सामाजिक अन्तरक्रिया? ल भन्नुस् त एक वाक्यमा। सामाजिक अन्तरक्रिया हुने चाहिँ दुई वा दुईभन्दा बढी व्यक्ति वा समूह बीचमा हुने छलफल, कुराकानी, हजुर, विचारको आदान प्रदान, हजुर। त्यस्तै हो। ल धन्यवाद। अरु सरले भन्नुहुन्छ कि के छ सर? भन्नुस् त। राम्रो कुरा त्यही हो है। सामाजिक उद्देश्य पूरा गर्नको लागि दुई वा सो भन्दा बढी व्यक्तिहरूका बीचमा हुने जुनसुकै प्रकारको छलफल छलफल अन्तरक्रिया कुराकानी तथा विचारहरूको आदान प्रदान गर्ने प्रक्रियालाई सामाजिक अन्तरक्रिया भनिन्छ। यसको मुख्य उद्देश्य के रहेछ त?
समाजमा हैन भएका विषयवस्तु सामाजिक उद्देश्य पूरा गर्न, समाजका आवश्यकताहरू पूरा गर्न, समाजका देखिएका कमी कमजोरीहरू हटाउन भनेर हामीले लेख्नु पर्यो है त। ठीक छ, यसमा म बढी बोलिन, आफै मिलाएर लेख्नु होला बाँकी। अब यसका विशेषतातिर जान्छु म सिधै। ल के होला यसका विशेषता? विशेषता भनेको के अरे सर? मैले अस्ति नै भनेको, हजुर हुनुहुन्थेन कि सायद, मैले अघिल्लो ग्रुपको साथीहरूलाई भने जस्तो लाग्छ। विशेषता भनेको के हो? के हो विशेषता भनेको? ल भन्नु त। नभन्ने? ल मै भन्ने। ल ओके, मै भन्ने। ल विशेषता भनेको यसको विशेषतामा विचारको सञ्चार हुन्छ, विचारको सञ्चार गर्छ यसले हैन। सामाजिकीकरणमा सहयोगी समाजमा मुख्य भूमिका, व्यक्ति र समूहको आवश्यकता, व्यक्ति र समूहको आवश्यकता पर्छ, त्यो नभई हुन सक्दैन भन्न खोजेको है। चले नियमित प्रक्रिया हो, नियमित हुन्छ यो हैन। प्रत्यक्ष प्लस अप्रत्यक्ष दुईटै हुन्छ। अरु के होला? सक्रिय बनाउँछ सबैलाई, जो सहभागी हुन्छ उसलाई त सक्रिय बनाउँछ नि त, त्यो कुरा भयो। विचार र भावनाको कदर गराउँछ, हैन। जिम्मेवारी बोध गराउँछ, जिम्मेवारी बोध गराउँछ। सामाजिक सम्बन्ध स्थापित गर्छ, सामाजिक सम्बन्ध स्थापित गर्दछ। रीतिरिवाज चालचलन धर्म संस्कृति संरक्षण सम्वर्धन गर्छ हैन। संरक्षण सम्वर्धन गर्दछ, सम्वर्धन गर्दछ। सांस्कृतिक जगेर्ना गर्दछ हैन। सांस्कृतिक बचाव भनेन, बचाउ गर्छ। ल यसरी चाहिँ यसलाई हामीले यसरी हेर्न सक्छौं है। अब यसका केही स्वरूपहरू, कस्ता कस्तो स्वरूपमा यसले काम गर्छ त? यसको स्वरूपमा के हुन सक्छ त? जस्तै 1 नम्बरमा व्यक्ति र व्यक्ति बीच, व्यक्ति प्लस व्यक्ति को स्वरूपमा हुन्छ हैन। अर्को 2 नम्बरमा व्यक्ति प्लस समूह बीच हुन्छ। 3 नम्बरमा समूह प्लस समूह बीच हुन्छ हैन। समूह प्लस समूह बीच पनि के हुन्छ त? अन्तर्क्रिया हुन्छ। त्यही हो कि हैन? ल भन्नुस्, अरु केही छ? अरु केही छ भने भन्नु होला। अब यसलाई एउटा टेबुलेसनमा हेरौँ है त। अन्तर्क्रियाको स्वरूपलाई एउटा टेबुलेसनमा हेर्दा
स्वरूपलाई एउटा टेबुलेसनमा हेर्दाखेरि दुई प्रकारको स्वरूप हुँदैछ। सबभन्दा पहिला एउटा सहयोगात्मक, एउटा असहयोगात्मक। असहयोगात्मक प्रकृति के स्वरूपकै। अब यो सहयोगात्मक भनेको यसलाई चार भाग लगाइदिनुस्। एउटा सहयोगै भयो, दोस्रो समायोजन भयो, तेस्रो आत्मसात्करण भयो, आत्मसात्करण। चौथो के भयो त? आत्मसातीकरण अथवा आदान प्रदान, आदान प्रदान भयो। अब यसलाई दुई भाग लगाइदिनुस्। एक भागमा प्रतिस्पर्धा, दोस्रो भागमा द्वन्द्व। ल यति गरेपछि यसलाई हामीले यति भएपछि बुझ्न सक्छौं। अब यसमा अलिकति यो आत्मसातीकरण भनेको के होला थाहा छ तपाईहरुलाई? थाहा छ भने भन्नु त। अरु त लगभग सबै कुरा बुझे जस्तो छ हैन? यो आत्मसातीकरण भनेको के होला? थाहा छ भने भन्नु ल। हैन? यस्तो भनेको एकैछिन है, मेरो फोन आयो यहाँ। ल अब मैले यहाँ एउटा क्वेशन सोधेको थिएँ, तपाईहरुले भन्नु भएन। भन्नु न भन्नु। आत्मसातीकरण भनेको के होला? थाहा छैन? नहुन नि पाइन्छ है। ल आत्मसातीकरण भनेको आएन। ल आत्मसातीकरण भनेको समाजमा जुन कुरा छ हैन, समाजमा जुन कुरा छ, जस्तै धर्म छ, संस्कृति छ, मूल्य छ, मान्यता छ, रीति छ, रिवाज छ, परम्परा छ, सहयोग छ, सहानुभूति छ, मेलमिलाप छ हैन, यी सबै कुरालाई समाजमा भएको सबै पक्षलाई, सबै मैले छोटोमा लेखेँ पक्षलाई के गर्ने त? सबै पक्षलाई बुझ्ने, बुझ्ने प्लस बुझाउने पनि। बुझ्ने मात्रै होइन, बुझ्ने र अरूलाई पनि बुझाउने, बुझ्ने र बुझाउने, बुझाउने प्रक्रिया हो। बुझ्नुभयो? यस भन्नु है। बुझ्ने प्लस बुझाउने। म सर्टमा लेखेको छु, बढी लेखेको छैन, किन भन्दा हामीले सम्झिनु पर्यो नि परीक्षामा के कुरा हो भन्ने कुरा। ल बुझ्ने र बुझाउने। ल यस्तो भए एकचोटी माइक्रोफोन दुईटैले खोलेर मलाई के भन्नु भन्दाखेरि यो सामाजिक अन्तर्क्रिया जुन छ यसले कक्षा कोठामा के भाउ पाउँछ कि पाउँदैन होला? कक्षा कोठाको सामाजिक अन्तर्क्रिया के हो त त्यसो भए? ल भन्नुस् त। भन्नु भन्नु भन्नु। त्यसो शान्त बसेर हुन्न, बोल्न पर्छ। कहाँ हुन्छ त्यसरी? छलफलमा भाग लिएपछि, अन्तर्क्रियामा भाग लिइसकेपछि आफ्नो विचार स्वतन्त्र रूपमा राख्न पाउनुपर्छ। त्यसकारणले मैले टाइम दिएँ। ल छिटो भन्नुस्। कक्षा कोठामा सामाजिक अन्तर्क्रियाको के भर, के भाग, के विशेष हुन्छ त? ल
के रहेछ सामाजिक अन्तर्क्रिया, कक्षा कोठामा कसरी हुन्छ सामाजिक अन्तर्क्रिया भनेर क्वेसन त हामीलाई त्यसै कक्षा कोठासम्म जोडेर आउँछ। पालै पालो बोल्नु है, को बोल्ने पहिला? म बोल्छु सर। ल ओके डन, बोल्नुहोस्। कक्षा कोठामा सामाजिक अन्तर्क्रियाको चाहिँ महत्त्वपूर्ण स्थान हुन्छ। कक्षा कोठामा शिक्षक विद्यार्थी, विद्यार्थी विद्यार्थी अथवा विद्यार्थी शिक्षक बीच र अन्य सम्बन्ध पक्षको बिचमा हुने संवाद, छलफल, कुराकानी, विचार आदान प्रदान चाहिँ कक्षा कोठामा हुने भएको हुनाले यसको स्थान चाहिँ महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। भेरी गुड। ल हाम्रो जितेन्द्र सरले भन्नुहोस् त अब। हजुरले त्यतिको कुरा राखिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। ल जितेन्द्र सर, कक्षा कोठामा सामाजिक अन्तर्क्रिया। सामाजिक अन्तर्क्रिया सर एउटा सर साइकोलोजिक रूपमा हुन्छ सर। टिचरले विद्यार्थीको साइकोलोजी रूपमा बुझ्नुपर्छ। त्यसै कारण आफ्नो विचार आदान प्रदान गर्नको लागि यो हुन्छ सर। त्यति मात्रै, अरू केही? सर त्यति होइन। ल ठिक छ, मैले एउटा कुरा सोधेँ हाम्रो सावित्रा म्याडमलाई। कक्षा कोठामा सामाजिक अन्तर्क्रिया गर्दै गर्दाखेरि होइन, त्यहाँ जस्तो समाजमा जस्तो नीति नियमहरू हुन्छ नि होइन, समाजमा भएका नीति नियम त सामाजिक अन्तर्क्रियाभित्र पर्यो। कक्षा कोठाका नीति नियमहरू के होलान्? कक्षा कोठाका नीति नियमहरू चाहिँ ल भन्नु 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 समूह कार्यमा भाग लिनु पर्यो, छलफलहरूमा भाग लिनु पर्यो, त्यस्तै होइन? भनेपछि ल धन्यवाद है। ल म भन्छु है, मैले हजुरहरूलाई सोधेको क्वेसन खास के हो भने, जुन समाजमा होइन, समाजको उद्देश्य पुरा गर्नको लागि दुई वा दुईभन्दा बढी व्यक्तिहरू बीच जुनसुकै प्रकारको छलफल, कुराकानी, वाद विवाद, प्रश्न उत्तर होइन, विचारहरूको आदान प्रदान गर्ने प्रक्रिया चाहिँ सामाजिक रहेछ। अब त्यो सामाजिकलाई हामीले के बनाउनु पर्यो? कक्षा कोठाको सामाजिक अन्तर्क्रिया बनाउँदै गर्दा त्यही कुरालाई चाहिँ लेख्दाखेरि कसरी लेख्नु पर्यो त भन्दाखेरि, कुनै पनि कक्षा कोठाको उद्देश्यलाई पुरा गर्नको लागि पाठ्यक्रममा निर्दिष्ट र शिक्षक, विद्यार्थी र अभिभावकसँग गरिएको अन्तर्क्रिया कक्षा कोठा अन्तर्क्रिया हो। अब त्यसमा के भन्छ, सरोकारवालाहरू भनेको एउटा शिक्षक भयो, एउटा विद्यार्थी भयो। अब अन्तर्क्रियाहरू विभिन्न प्रकारको हुन्छन्। शिक्षक र शिक्षक बीच हुन्छ, शिक्षक र विद्यार्थी बीच हुन्छ, विद्यार्थी र शिक्षक बीच हुन्छ, विद्यार्थी र विद्यार्थीको समूह र शिक्षक एक्लैसँग हुन्छ होइन, अनि फेरि शिक्षकहरूको समूहसँग विद्यार्थी एक्लैसँग हुनसक्छ, फेरि शिक्षकहरूको समूहमा फेरि विद्यार्थीको समूहबाट हुनसक्छ। ती कुरा भयो। अब मूल्य मान्यता भनेको कस्तो त भन्दाखेरि, कक्षा कोठामा बस्दाखेरि हल्ला नगर्ने भने नियमहरू बनाइन्छ नि हामीले। कक्षा कोठामा यो काम गर्ने, ऊ काम नगर्ने होइन, कक्षा कोठाको साथीहरूको जुन चाहिँ समूह छ त्यो समूहले मिलेर काम गर्ने, अनि रोल नम्बर वाइज चाहिँ आज सफा गर्ने त्यो पालो लगाइन्छ नि हो। ती नीति नियमहरूलाई पनि छलफलको रूपमा टुङ्ग्याउने काम भनेको के रहेछ त? कक्षा कोठाभित्र सामाजिक अन्तर्क्रिया। क्लियर? यो बुझ्नु है। यो क्वेसन एकदम घुमाएर सोध्छ यो क्वेसन। हामीले सामाजिक अन्तर्क्रिया लेखेर आउँछौँ, कक्षा कोठालाई पनि जोडेर लेख्नु पर्यो। अब नीति नियम, कानुन, मान्यताहरू, मूल्य मान्यता, अब त्यहाँ भएका धर्म, संस्कृति, रीतिरिवाज भन्ने कुरा त्यहाँ पनि हुन्छ नि त। कक्षा कोठाभित्र नि त प्रत्येक न प्रत्येक समुदायको मान्छेहरू आएको हुन्छ हो। तिनीहरूलाई पनि सबैको सम्बोधन गर्ने गरी आत्मसातीकरण भनेको थियो नि अघि हामीले, सबैको बुझ्ने र अरूलाई नि बुझाउने प्रक्रिया के हो त? कक्षा कोठामा सामाजिक अन्तर्क्रिया। क्लियर भयो होइन? ओके ल, अब बाँकी चाहिँ आजलाई यति गरौँ। टाइम पनि 8:30 भयो। अब म पनि हिँड्नुपर्छ, हजुरहरू नि हिँड्नुपर्ने होला होइन। बेलुका, आज बेलुका चाहिँ हुन्न होला क्लास सायद, किन भन्दा म हुन्न आज घरमा, बाहिर जानुपर्ने छ। भोलि आज बेलुका आएँ भने भोलि बिहान म्यासेज हेर्दै रहनु होला, म रिप्लाई गरेर आएँ भने म आइहाल्छु।
आउने जस्तो मेरो कन्डिसन भयो भने मैले हजुरहरूलाई 5-7 मिनट अगाडि चाहिँ मेसेज गरिदिए हुन्छु। बेलुका पनि म घरमा आइपुगेँ भने आएँ भने म 100% क्लासमा हुन्छु। यदि म घरमा आउनै सकिनँ भने चाहिँ क्लास हुन्न। यही जानकारी गराउँदै आजलाई बिदा गरौँ है त ल। हस् सर। ओके ल।